ल अब यहाँको शुभ नाम? मेरो नाम हरिभूषाल। यहाँको पेसा क्षेत्र? पेसा यही हो त, जागिर यो खाद्य व्यवसाय तथा व्यापार कम्पनी लिमिटेडको हजुर कर्मचारीको रूपमा म चाहिँ यहाँ विगत 3 वर्षदेखि कार्यरत छु। हजुर, सेवा गर्न पाउँदा चाहिँ तपाईँको अनुभव कस्तो छ? खुसी लागिरहेको छ कि? अनुभव लागिरहेको छ। यो मेरो मातृभूमि पनि हो, जन्मठाउँ। लामो समय परिस्थितिले अनि तराईतिर लिएर गयो, फेरि संयोग मातृभूमिको सेवा गर्न पाउँदा खुसी छु। दैनिक गुजारा पनि चलिरहेको छ यसबाटै र मातृभूमिको सेवा पनि भइरहेछ। अब चाहिँ तपाईँले अहिलेका नयाँ युवाहरूलाई चाहिँ के प्रेरणा दिन चाहनुहुन्छ? यो अहिलेका नयाँ युवा जगतहरूको लागि मैले भन्नै पर्ने एउटा कुरा के हो भने पढेर भन्दा पढेर गर्ने कुराहरू हुन्छ। अनुभव जीवनको सबभन्दा महत्त्वपूर्ण पाटो हो। सके जान्ने नभए भनेको मान्ने हो। कति कुराहरू आफूले जान्नुपर्छ र आफूले नजानेका कुराहरू उसले भनेको पनि मान्नुपर्छ। ठिक वा बेठिक के भन्यो भन्ने कुरा चाहिँ आफूले छुट्याउन सक्नु त्यो आफ्नो क्षमताको कुरा हो। नयाँ युवाहरूलाई मैले चाहिँ उन्नति प्रगति र सधैँ सत्मार्गमा अगाडि बढ्नको लागि प्रेरणा प्रदान गर्दछु। तपाईँले चाहिँ हाम्रो अब यो भिडियोमा आएर बोल्न पाउनुभयो, पाएकोमा चाहिँ तपाईँलाई अब कस्तो लाग्यो? ठिक छ, बुढाहरूले गरिरहेछन्। मेरो जिज्ञासा मेटाउनु मेरो एउटा कर्तव्य पनि हो। पुराना कुराहरू हामीले देखे भोगेका कुराहरू नयाँ पुस्ताहरूलाई कथा जस्तै लाग्छन्, इतिहास लाग्छन्। हामी त्यो इतिहासका साक्षी छौँ। त्यो भएर जिज्ञासा राख्नु पनि एउटा कुरा हो र मेटाइदिन पाउनु अर्को एउटा खुसीको कुरा हो भन्ने लागेको छ मलाई चाहिँ। हस् हस् हस्, धन्यवाद।